आमा बाबा हाम्रो सिकेता पनि छ यहाँ हाई भनिदिनु न सिएम दा यहाँ बहिनी चाहिँ ल यहाँ बहिनी यहाँबाट भिडियो गर्दा त देखाउँदै गर्नु ल अब सधैँ त आमाको बोनसले पहिला हामीले पाउने लुगा योपालि चाहिँ अब छोराले मौका दिनुभयो आमालाई यो फोन ल्याइदिएछु होइन होइन अलिक अगाडि आइकिन भन्नु यो आमाकै हो यो पनि छ बोजूलाई यो पनि छ इमर्जेन्सीलाई बाबालाई चाहिँ छैन फेरि यो इयरफोन पनि आमाकै हो एउटा माथि हाल्नु पर्यो बाबालाई चाहिँ यो है आफै हेर्नु ल बाबाको त्यो आफै भिडियो गयो यता हेर्नु न ल यो पनि बाउलाई अरे बाप रे दामी छ लु हेरिदिनुहोस् यता कस्तो लाग्यो भन्नु न अन्त राम्रो छ एकदम यो भयो ल अब यो अरे टी-सर्ट पनि एकदम बेस्ट मलाई छोड्ने खालको है ल्याइदिनु भएको रहेछ हाम्रो छोराले छोराको बिचारा कमाइ गरेर अब छोराले आमा बाउ सम्झेर ल्याइदियो आमा बाउलाई सम्झेर ल्याइदियो आमा बाउ मनमा आइदियो भयो त्यत्रो पक्रेर लु अब तपाईँ भनिदिनुहोस् के छ तपाईँको यहाँ छेउ यसको हुँदैन नि त लु खोल्नु न लु आमाले फोन खोल्दैछ यहाँ त्यसरी खोल्नु यसको उयो होला नि त कता यस्तो हुन्छ नि खोल्छ फेरि ल्याउनु त छोरी हुँदैन अब चाहिँ खोल्नु यताबाट खै यसरी पहिला प्लास्टिक निकाल्नु नि त यहाँ पनि टालेको ल अनबक्सिङ हुँदैछ छोराले ल्याइदिएको होइन खोल्नु न लु त्यो पनि खोल्यो सधैँ त आमाले अब बोनसको पैसा पाएर हामीले लुगा किन्थ्यो दसैँमा योपालि चाहिँ अब छोराले मौका दिनुभयो आमालाई सानो त्यत्रो ठुलो त होइन अब त्यत्रो केही त ल्याउनु सकिनँ अब सानो फोन चाहिँ ल्याइदिएँ त्यो पनि अब बोजूले मन पराउँछ कि सब पराउँदैन यहाँ थिच्नु नि त अन गर्नु र यहाँ थिचिरहनु न ल बाबालाई छैन अब फोन बाबाको त त्यही ट्याकट्याक हेरे कताबाट खोल्छ यो फेरि त्यो उयो लक खोलेको छैन होला ल खोल्यो है भिभोको डाइरेक्ट हुन्छ यो लु सानोभन्दा के छ भन्नु मलाई एउटा दिइहाल्यो भाइ ल दुधवटा के गर्नु मलाई एउटा दिइहाल्यो अहिले ल्याएको छ